हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर मिनी भ्लग र ठुलोलाई दर्शक नमस्ते र सानोलाई हेलो। सो मेरो चाहिँ दिनको सुरुवात भएको छ हाम्रो पसलबाट र टक्कसँगले पसललाई सरसफाइ गरिसकेर त्यसपछि टक्कसँगले तपाईँहरूलाई अलिकति पसलको लुक्स देखाउँदै र टक्कसँगले म पुगेँ हाम्रो कारखाना र कारखाना पुगेको त ट्याक्कसँगले अङ्कलले औँठी रेडी गरिसक्नु भएको थियो र त्यसपछि मैले यो औँठीलाई मेसिनमा लगेर सर सफाइ गरिसकेर मैले मममा बसाइसकेपछि यसमा मैले बुट्टाउन थालेँ र यो चाहिँ कटिङ भनिन्छ र त्यसपछिको लुक्स यस्तो देखिएको छ र यो औँठीको वेट रहेको छ 2 ग्राम र यो 22 क्यारेटमा बनेको छ र तपाईँहरूलाई पनि यस्तै कम वेटमा औँठी बनाउन मन छ भने भिजिट गर्न सक्नुहुन्छ हाम्रो पसल र यो पसलको लोकेसन रहेछ यो साइड गुवारको र यो साइड साना गाउँ र हाम्रो पसल चाहिँ ठ्याक्कै तपाईँलाई गोलभट्टामा रहेको छ र तपाईँहरू पनि एकचोटि भिजिट गर्नुहोला। थ्याङ्क यू।